समयअनुसार चाहिँ जस्तै तपाईँले प्रकृतिले के भन्छ भन्दा तपाईँले समयअनुसार चाहिँ वसन्त ऋतु आयो भने अब तपाईँको चाहिँ पुराना पात झर्ने नयाँ पात पलाउने हुन्छ र हामीले अहिले अब जस्तै पहिले राणाहरूको चाहिँ शासनकाल थियो, जहानिया शासन थियो, यो उकुस मुकुस थियो, त्यहाँबाट बोल्न पाइँदैन थियो, बोले उनको चाहिँ अब ज्यानै जान्थ्यो। त्यस कारण चाहिँ 104 वर्षको राणा शासन पनि अन्त भयो। त्यसपछि फेरि चाहिँ शासन व्यवस्था फेरियो र चाहिँ 2007 सालमा चाहिँ त्रिपक्षीय चाहिँ सम्झौता भयो। त्यो सम्झौताले तीनटा कुरा नकारात्मक कुरा ल्यायो। त्यति बेला 2007 सालसम्म नेपाल क्रिस्चियन मुक्त राष्ट्र थियो, एउटा पनि क्रिस्चियन नेपालमा थिएनन्। त 2007 सालको सम्झौतापछि क्रिस्चियनहरू पनि नेपालमा भित्रिन पाए। र अर्को कुरा 2007 सालसम्म कुनै विदेशीलाई नेपालमा आउने अनुमति थिएन र इन्डियनहरू चाहिँ यहाँ देवादिदेव पशुपतिनाथको दर्शन गर्नको लागि 3 दिनको भिसा अनिवार्य लिनु पर्थ्यो र 3 दिनको भिसामा नेपालमा आउने, त्यहाँ यहाँ चाहिँ देवादिदेव पशुपतिनाथको दर्शन गर्ने र चौथो दिनका दिन फर्केर जानु पर्थ्यो र चाहिँ यदि कोही चाहिँ गएन भने 5औं दिनका दिन नेपाली सेनाले चाहिँ 4 भन्ज्याङ नेटो कटाउँथ्यो। त्यस्तो खालको अवस्था थियो। त्यसपछि अर्को कुरा यो चाहिँ नागरिकता पनि कसैलाई दिने गरेका थिएन नेपालले, नेपालको मात्रै थियो। त्यसै किसिमले हामी सुरक्षित थियौँ, राष्ट्रियता बलियो थियो। हाम्रा जङ्गे प्लेयरहरू थिए, इन्डियाले चाहिँ यताउता चलखेल गर्न पाउँदैन थियो, हामी सुरक्षित थियौँ। 7 सालको सम्झौतापछि के भयो भन्दा इन्डिया हाबी भयो र चाहिँ यहाँ राजाको चाहिँ स्वकीय सचिव पनि इन्डियनहरू हुन थाले र चाहिँ प्रमुख सचिव जुन छ त्यो पनि चाहिँ इन्डियन हुन थाले र यो चाहिँ तिमीहरूले चाहिँ सरकार चलाउन सक्दैनौ, हामीले चलाइदिन्छौँ तिमीहरूको सरकार भनेर इन्डियनहरू अगाडि आए र आउँदै गर्दा 18 वटा चाहिँ नेपालको चाहिँ उत्तरी चाहिँ सिमानामा 18 ठाउँमा चाहिँ चेकपोस्ट बनायो इन्डियाले र चाहिँ राजा महेन्द्रले पछाडि कृतनिधि विष्टको प्रधानमन्त्री कालमा अनि चाहिँ 17 वटा खारेज भए, इन्डियाले लयो फिर्ता गर्यो अनि एउटा चौकी चाहिँ लिम्पियाधुराको चौकी खाली गरेन र त्यो खाली गर्दा आजभोलि गर्दै गर्दा राजा महेन्द्रको चाहिँ 28 सालमा चाहिँ देहावसान भयो। त्यसपछि त्यो त्यत्तिकै रहेको। अहिले उसले के गरेको छ, स्थायी संरचना बनायो, सडक बनायो, त्यहाँ चाहिँ अब त्यहाँ सेनाको जमघट छ, प्रहरी पनि राखेको छ, त्यही बाटो हुँदै चाहिँ मानसरोवरसम्म अनि चाहिँ व्यापार गर्ने आदि इत्यादि त्यहाँ सबैलाई जगजार छ। र अर्को कुरा यहाँ भन्नुपर्ने के भन्दा 2019 सालदेखि 2018 सालमा हाम्रो पहिलो चाहिँ जनगणना भएको थियो। त्यो जनगणनामा चाहिँ यहाँ त्यहाँ गएर चाहिँ त्यो दार्चुला जिल्लाभित्रको त्यो क्षेत्रमा हामीले जनगणना गरेर त्यो आफ्नो भूभाग हो। त्यति बेला सबैको तथ्याङ्क सबै जम्मै हामीसँग चाहिँ कागजातहरू छ र त्यहाँबाट चाहिँ 2019 सालबाट उसले इन्डियाले नेपालमा सेना राख्दै गर्दा आजसम्म चाहिँ कुनै नेपालीले हाम्रो चाहिँ नेपाली भूमिमा इन्डियन सेना छ, इन्डिया आक्रमणकारी देश हो र किन भन्दाखेरि हाम्रो नेपाली भूमिमा इन्डियन सेना राख्दाखेरि त त्यो हामी आफ्नो जग्गामा घर जग्गामा कसैले चाहिँ कब्जा गर्यो भने हामी सहन सक्दैनौँ। तुरुन्तै यो खाली घर मेरो जग्गामा तैँले किन चाहिँ कब्जा गरेका छस् हामी जसरी भन्छौँ व्यक्तिगत रूपमा, सिङ्गो चाहिँ यो राष्ट्रको हिसाबमा पनि त्यही हो र चाहिँ इन्डिया आक्रमणकारीको रूपमा नेपालमा चाहिँ छ अहिले र कुनै नेपालीले यो चाहिँ इन्डियाले नेपालको भूमि कब्जा गरेका छ, इन्डिया आक्रमणकारी राष्ट्र हो, हामी त्योसँग लम्पसार पर्न जानुहुन्न भनेर कुनै राजनेता कुनै कसैले भन्न सक्दैन। अहिलेको सरकार पनि त्यहाँ त्यसबाट अववाद छैन। यिनीहरूले पनि त्यही इन्डियनसँग चाकडी गर्ने र लम्पसार गर्ने त्यस्तो किसिमको छ। त्यसरी चाहिँ इन्डियाले हेपिराखेको छ र अहिलेसम्म जति पनि नेपालीहरू इन्डियामा गए र चाहिँ यो इन्डियाले नेपाली भूमिबाट चाहिँ सेना फिर्ता गर्नुपर्छ र सेना फिर्ता नगरुन्जेलसम्म हामी वार्ता गर्दैनौँ भन्ने आँट पनि गर्न नसक्ने हुतिहाराहरू छन् र जनताको पैसा खान 1 नम्बरमा गर्ने, भ्रष्टाचार हुन 1 नम्बरमा गर्ने, हाम्रा साधन स्रोत बेच्न अगाडि बढ्ने र यही शेरबहादुर देउपाकै कुरा छ। राजा वीरेन्द्रले यो महाकाली सन्धि नगर है भन्दाखेरि एकदमै भागे लुकेर गएर अनि चाहिँ सन्धिमा हस्ताक्षर गरेर आए भनेर बहादुरी गरे जस्तो गरेर यहाँ चाहिँ अझ भन्दै गर्ने त्यस्तो खालको यो छ। त्यसकारण अहिले यो बहुदलीय व्यवस्थाले के गरेको छ, नेपाललाई कमजोर बनाउने बाहेक केही पनि गरेको छैन। र अहिले यो बहुदलीय व्यवस्थाका जति पनि नेताहरू छन् नेपालका साधन स्रोत बेच्ने, नेपाललाई कमजोर बनाउने, नेपालको साख मेट्ने, नेपालको स्वाभिमान मेट्ने त्यस्तो खालको गर्दै गर्दा तिनैलाई फेरि नेता भन्दै किच्चा दाँत देखाउँदै अघि पछि चाहिँ झोला बोक्दै हिँड्छौँ। धिक्कार छ यस्तो नेपालीहरूलाई। स्वाभिमान नभएका, कुनै चाहिँ एउटा राष्ट्रियताको भाव नभएका, देशलाई माया नगर्ने यस्तो किसिमको निर्लज्ज चाहिँ नेपालीहरूप्रति मेरो चाहिँ आक्रोश छ।
त्यसकारण हामी के भन्छौँ भन्दाखेरि हामी नेपाली भएर आफ्नो चाहिँ नेपालको रक्षा गर्न सक्दैनौँ, आफ्नो चाहिँ घरको रक्षा गर्न सक्दैनौँ, आफ्नो चाहिँ देशको, आफ्नो स्वाभिमानको, आफ्नो आन मान शानको, आफ्नो राष्ट्रिय झन्डाको, आफ्नो चाहिँ सिमानाको रक्षा गर्न सक्दैनौँ। के को नेपाली भन्ने आफूलाई? हामी अर्काको विदेशीका टट्टु हौँ, विदेशीका दाल हौँ, विदेशीको पैसा खाएर विदेशीको चाहिँ अब चाहिँ इसारामा नाच्ने टट्टु। अहिले इन्डियाले हामीलाई के गर्छ भन्दा नेपाललाई उठ्न दिँदैन। हामी गरिब छौँ, दुईवटा कारणले गरिब छौँ। एउटा राजनीतिक दलहरू छन्, यिनीहरूले अत्याधिक मात्रामा चाहिँ जनताको शोषण गरे र त्यो जनताको राजनीतिक दलहरूको सदस्यता नलिएसम्म बाँच्न नपाइने अवस्था सिर्जना गरे र त्यसको विकल्प स्वरूप चाहिँ यो पुराना दलहरूले हामीलाई चाहिँ धेरै चाहिँ शोषण गरे। त्यसकारण अहिले विकल्पमा चाहिँ जान्नेलाई छान्ने नयाँ दलले केही गर्छन् कि भनेर चाहिँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले जे जति चाहिँ 2/3 नामको चाहिँ बहुमत दिएका हुन्। तर यो यिनीहरूले अहिले चाहिँ चौथो महिना चल्दैछ, यिनीहरूले चाहिँ एउटा सिनको भाषा छ जनतालाई बोले गर्ने न। यिनीहरूले चाहिँ अमेरिकन हस्तक्षेप बढी छ। अमेरिकाले जहिले पनि नेपाललाई परनिर्भर बनाएको छ। धर्मनिरपेक्षता चाहिँ लागू गर्ने र चाहिँ नेपाललाई इसाईकरण गर्दै चाहिँ गर्ने। 2028 सालमा हाम्रो संस्कृत भाषा शिक्षा चाहिँ नयाँ शिक्षा लागू गर्यो। लागू गर्दाखेरि चाहिँ हाम्रो संस्कृत भाषा अनिवार्य थियो। संस्कृत भाषालाई विस्थापित गरेर अङ्ग्रेजीलाई स्थापित गरेको छ। अहिले चाहिँ हुने नहुने चाहिँ आधा अङ्ग्रेजी मिसाएर आधा नेपाली बोल्छन्। नेपालीहरूको बोली सुन्नुहोस्। अनि चाहिँ अब इन्डियन चाहिँ क्रिस्चियनहरूको पोसाक छ टाई। टाई घाँटीमा लाउनै पर्ने, टाई लगाएको मान्छे आफूलाई ठुलो मान्छे ठान्ने, बौद्धिक ठान्ने, ठुलो मान्छे सभ्य मान्छे ठान्ने, त्यस्तो किसिमको एउटा कुप्रथा चलेको छ। र चाहिँ सानसाना बच्चाहरूलाई पनि अब चाहिँ बड टुकुर टुकुर हिँड्ने बच्चा छ, त नर्सरीमा स्कुल जाँदैछ, 3 वर्ष 4 वर्षको भएको छ, त्यसलाई पनि टाई लगाइदिने अनि यत्रो 5 किलोको चाहिँ झोला बोकाइदिने, हिँड्ने त्यहाँबाट सुरु भएको छ। उसले चाहिँ क ख ग भन्दैन, एबिसिडी भन्छ, 1 2 पनि 1 2 3 भन्दैन, 1 2 बाट को त्यस्तो किसिमको छ। अङ्ग्रेजीलाई अनिवार्य गरिएको छ। अङ्ग्रेजीले अनिवार्य गरेको अर्थ नेपालको चाहिँ उत्थान त भएको छैन। अङ्ग्रेजीको सङ्कट गर्दा हामी तल झरेका छौँ। त्यसकारण अहिलेको यो व्यवस्था हाम्रो चाहिँ शिक्षा प्रणाली, अहिले चाहिँ निर्वाचन प्रणाली फेर्नु छ। निर्वाचन प्रणालीमा जसको पैसा छैन त्यसैको मात्रै चाहिँ निर्वाचन लड्न पाउँदैन। अब अर्को कुरा शिक्षा प्रणाली, स्वास्थ्य प्रणाली, वन प्रणाली अनि आदि इत्यादि राजकीय प्रणाली सबै प्रणाली फेर्नुपर्छ। त्यसकारण यो बहुदलीय संसदीय व्यवस्था यो अहिले चाहिँ खाँडो भएको छ, यो असफल भएको छ। यो बहुदलीय संसदीय व्यवस्थाले नेपाललाई मुलुकलाई असफल राष्ट्र बनाइसक्यो। हामीले अहिलेसम्मका परम्परागत जति पनि आन्दोलन भए, लाखौँ मान्छे चाहिँ त्यहाँ सडकमा जाने अनि चाहिँ त्यहाँ सुरक्षा निकायसँग धक्कमपेल गर्ने अनि चाहिँ त्यहाँ अब त्यो ब्यारिकेड हुन्छ त्यसलाई चाहिँ तोडताड गर्ने अनि पानीका फोहरा गर्ने, लाठीचार्ज गर्ने अनि केही मान्छेलाई पक्राउने अनि चाहिँ लाने, मुद्दा चलाउने अनि धरोहरमा छोड्ने यस्तो चाहिँ हिंसक गतिविधि भएको हुनाले हामी त्यो गर्दैनौँ। हाम्रो के छ भन्दा जनमत सिर्जना गर्ने र चाहिँ गाउँमा अब जस्तै चाहिँ 6743 वडामा हाम्रो संरचना छ, 753 पालिकामा संरचना छ, 77 जिल्लामा संरचना छ। तर के भन्दा कोही ठाउँमा साथीहरू सक्रिय हुनुहुन्छ, कोही ठाउँमा निष्क्रिय हुनुहुन्छ, यति मात्रै फरक हो। र त्यो जिल्लामा गएर जनमत सिर्जना गर्दै हाम्रो चाहिँ आन्दोलनको रूपरेखा के हो भन्दा हामीले चाहिँ अहिंसात्मक असहयोग आन्दोलनको हामी चाहिँ घोषणा गर्छौँ। अहिंसात्मक असहयोग आन्दोलन भनेको यो चाहिँ यिनीहरूको यो 7औं संविधान नमान्ने, यिनका कानुन रूपले नमान्ने र चाहिँ यो सरकारी कर्मचारीहरू जति छन् तिनलाई संरक्षण नदिने र चाहिँ सरकारको सेवा पनि नलिने अनि चाहिँ सेवा पनि चाहिँ त्यो नलिने नगर्ने र चाहिँ कर नतिर्ने र चाहिँ कुनै पनि कर। अहिले चाहिँ नेपालमा संसारमा सबभन्दा धेरै कर चाहिँ लादेको मुलुक, कर चाहिँ उठाउने मुलुक भनेको नेपाल हो, जबरजस्ती गरेको छ। अब चाहिँ समग्रमा आफ्नो आयको चाहिँ 44% कर छ भने यतातिर गर्दाखेरि पहिलेका दलहरूले चाहिँ अब 42 प्रकारका करहरू लगाएको थिए पनि 10 वटा पछि थपेपछि चाहिँ अहिले 52 प्रकारका करहरू छन्। यो कर तिर्न हुन्न, कर 10% माथि कर हुनुहुन्न। करै कर, पिसा फेर्दा पनि पैसा तिर्नुपर्ने, दिशा गर्दा पनि पैसा तिर्नुपर्ने, पानीको पैसा तिर्नुपर्ने, बिजुलीको पैसा तिर्नुपर्ने, सडकको पैसा तिर्नुपर्ने, अब खाद्यान्नको पैसा तिर्नुपर्ने, चियाको पैसा जताततै कर वाक्क दिक्क भएर मान्छेहरू चाहिँ विदेश जानु पर्यो, यहाँ सकिन्न भन्ने खालको कुरा छ। र यहाँ यो सरकारले नै नेपालीलाई हुने खाने गरी खाने अवस्था सिर्जना गरेका छैन र हामी पलायन हुनुपर्छ नेपालीहरू भन्ने। यहाँ सबै युवाहरू कोही युवा नेपालमा बस्न चाहन्न। यहाँ जति पनि भेटिन्छन् मेरो पनि प्रोसेस छ, म पनि जानु छु, मेरो समय आएन, यो आएन, खाली पलायनवादी, देशको माया छैन र विदेशमा जाने, उतै कमाउने, उतै चाहिँ फेरि उनीकै नागरिकता लिने, उतै मर्ने, हराउने, त्यस्तो खालको चाहिँ अवस्था छ। त्यसलाई सच्याउनु पर्छ।
त्यसकारण अहिलेको मैले भनेको अर्थ तपाईँले भन्नुभयो हाम्रो चाहिँ अहिंसात्मक असहयोग आन्दोलन मार्फत हामी आफ्नो आफ्नो खेतीपाती गर आफ्नो आफ्नो व्यापार बन्दै जे पनि सबै गर तर चाहिँ हाम्रो एकै दिनमा चाहिँ हामीले एउटा सबै मिलेर चाहिँ राष्ट्रवादी मिलेर एउटा मिति तिथि तय गर्छौँ त्यो दिन चाहिँ असहयोग आन्दोलन हुन्छ जबसम्म चाहिँ यो सरकार चाहिँ हट्दैन तबसम्म चाहिँ असहयोग आन्दोलन निरन्तर रहन्छ हाम्रो चाहिँ आन्दोलनको यो सरकार परिवर्तन गर्ने यो अपराधिक कलियुगले सत्यको बदल्ने आफ्नै किसिमको कार्यक्रम आफ्नै किसिमको ढाँचा आफ्नै किसिमको कार्यक्रम छ सरकारका 3 अङ्ग हुन्छन् कार्यपालिका व्यवस्थापिका र न्यायपालिका हुन्छन् हाम्रो कार्यपालिकामा 35 सदस्यीय कार्यपालिका छ यसमा रामराज्यमा राजा अनिवार्य हुन्छ तर राजा चाहिँ त्यो सिटी बिकुल फुजाउँदै सेना परिचालन गर्ने चाहिँ राजा जनतामाथि शासन गर्ने राजा होइन राजा तपाईँलाई प्रत्यक्ष तपाईँले बुझ्ने भाषामा भन्नुपर्दा जापानको जस्तो राजा अहिले 43 देशमा चाहिँ संसारमा 43 देशहरूमा राजा छन् तर थरीथरीका राजा छन् अब चाहिँ साउदी अरब जस्तो चाहिँ तानाशाही सर्वाधिकार सम्पन्न राजा पनि छन् भने अनि चाहिँ अब ब्रिटेनमा चाहिँ पनि त्यहाँ संवैधानिक राजा भन्छन् ब्रिटेनलाई पनि तर ब्रिटेनको राजाले चाहिँ संयुक्त अधिवेशनमा जाने उद्घाटन गर्ने समापन गर्ने सबै कुरा छ त्यहाँ चर्च अफ इङ्ल्यान्डको अध्यक्ष पनि त्यहाँकै राजै छन् तर त्यहाँ जापानको राजामा के छ भन्दा संयुक्त अधिवेशनमा पनि जान पाउनन् उद्घाटन समापन सरकार छैन अनि चाहिँ सरकारले जे चाहिँ विधेयक बनाउँछ त्यो चाहिँ सचिवालयमा जान्छ र चाहिँ राजाले चाहिँ लालमोहर लगाउने पठाउने हामीलाई जापानको जस्तो राजा चाहियो राजाले 3 वर्ष अब 58 जेठ 19 गते राजा वीरेन्द्रको वंशविनाश भएपछि अनि चाहिँ घुमै फिरे चाहिँ राजा ज्ञानेन्द्रकै हातमा त सत्ता थियो नि त्यसपछि त्यो भएर आफै राजा आफै चाहिँ मन्त्रीमण्डलको अध्यक्ष हुने र चाहिँ उपाध्यक्ष चाहिँ कृतनिधि विष्ट र चाहिँ तुलसी गिरीलाई लगाएको अवस्था त छ त हामी हेऱ्यौँ त अनि चाहिँ यो सञ्चार सबै कटौती गरेर इमर्जेन्सी जस्तो लगाएर सैनिक शासन जस्तै थियो तर त्यहाँ जनताले चाहिँ मिलेनन् त्यो राजाले गरेनन् राजाको कुरा के हो भन्दा राजाको पनि यहाँ योगदान छ उनले चाहिँ विघटित संसदलाई पुनर्स्थापित गरेकै हुन् जनतालाई चाहिँ पार्टीकोलाई गुण लागेकै हुन् तर त्यो यति राजाले यति योगदान गरे भनेर त्यतिमा चाहिँ दलहरू सीमित भएनन् र उनलाई चाहिँ त्यो नारेटिभ दरबारबाट खेदेरै छोडे र त्यो त्यति बेला चाहिँ त्यो जुन चाहिँ विघटित संसदलाई पुनर्स्थापित गर्दाखेरि राजाले के भन्नु पर्थ्यो भन्दा हामी मसँग दलहरूसँग यो 5 मुद्दामा सहमति गरेका छु यो सहमतिका आधारमा मैले यो विघटित संसदलाई पुनर्स्थापित गर्दैछु भनेर आफ्नो कुरा त्यो सन्देश भन्नु पर्थ्यो त्यहाँ राजाको त्रुटि भयो त्यहाँ कमजोरी छ अर्को कुरा राजालाई चाहिँ अब काङ्ग्रेसले चाहिँ भन्यो यो हामी गणतन्त्र घोषणा गर्यौँ 2065 जेठ 15 गते अब यो दरबार खाली गरियो बक्सियोस् हजुर भन्दै गर्दा अनि चाहिँ फेरि हामी कहाँ गर्थ्यौँ नागार्जुनमा चाहिँ तपाईँलाई चाहिँ अहिलेको तत्कालीन व्यवस्था गर्छौँ यो खाली गर्नु पर्यो भन्दा उनी राजाले पत्रकार सम्मेलन गरेर जेठ 29 गते त्यहाँबाट दरबार खाली गर्ने कुरा भयो दरबार खाली गर्दाखेरि राजाकोसँग दलहरूसँग यो 5 बुँदी सहमति गरेका थिएँ दरौले चाहिँ बेइमानी गरे त्यो चाहिँ यसो नगरेको हुनाले मैले चाहिँ यो नारायणी छोडेर जाँदैछु भनेर त्यहाँ पनि भन्नु पर्थ्यो दुईटा कुरा त्यहाँ भएको छ र अहिले जुन चाहिँ परिस्थिति फेरिया छ अहिले त्यो सहमति गरेका दलहरू पनि चाहिँ केही छैन राजाले चाहिँ आफ्नो चाहिँ सिरपेच र चाहिँ राजदण्ड चाहिँ अहिले जम्मा गरेको अवस्था छ भने अहिले राजाले त्यो मेरो चाहिँ सिरपेच र राजदण्ड मलाई फिर्ता पाऊँ भनेर चाहिँ फिर्ता लिएर बस्ने त अवस्था छतै छ त अर्को कुरा राजाले आफ्नो सिरपेच र चाहिँ राजदण्ड चाहिँ जम्मा गरेर अनि चाहिँ अब म आम नागरिक भएँ भनेको अवस्था छ आम नागरिक भएँ भन्दै गर्दा युवराज पारसको सिरपेच त त्यहाँ छँदैछ त युवराज त यथावत चाहिँ अहिले पनि चाहिँ युवराजै छन् र चाहिँ राजा नभएको अवस्थामा युवराज नै चाहिँ अब कार्यकारी राजा हुने हो र यसरी चाहिँ विधानले हेर्दाखेरि अनि चाहिँ युवराज नै अहिलेका युवराज पारस नै अहिलेका राजा हुन् र राजाको राज वंश परम्परामा पृथ्वीनारायण शाहको शाह अनुसार चाहिँ उत्तराधिकारी चाहिँ अब राज परिवारको चाहिँ उत्तराधिकारी हिँड्दाखेरि त अहिलेसम्म त चाहिँ यहाँ अहिले हामी कुरा नउठाएको मात्रै हो तर चाहिँ अहिलेका यथावत राजा त्यो चाहिँ कानुन त चाहिँ विधान सम्मत चाहिँ त्यो हिसाबले गर्ने भने पारसवीर विक्रम शाहदेव अहिलेका राजा हामी राजा हो देश बचाऊ भन्दैनौँ हामी राजावादी होइनौँ राजा विरोधी पनि होइनौँ हामी राज संस्थावादी हौँ र एक्लो राजा आएर अहिलेको यो छिएलिएको अहिले छाडा यो समाज छ यो अराजक चाहिँ समाजलाई नियन्त्रण गर्न राजाबाट सम्भव छैन र जनताको शासन जनताले गर्ने हो चाहिँ अब जनताको शासन जनताबाट जनताले आफ्नो लागि शासन गर्ने हो त्यसो भएर राजा एकताको प्रतीक राजा आवश्यक छ राजा शासन गर्न आउने होइन अभिभावकत्व चाहिँ त्यो एउटा जिम्मेदारी चाहिँ निर्वाह गर्नको लागि आउने हो राजा आवश्यक छ
त्यहाँ यो अहिले चाहिँ एउटा राजाको ठाउँमा हजारौँ राजा भएको आवश्यकता अहिलेको अवस्था छ। त्यसकारण चाहिँ राजा यहाँ अहिले हाम्रो राम राज्यले राजालाई ठुलो मुद्दा राजा राजा भनेर हिँड्दैन। राजा आएपछि सबै साम्य हुन्छ, जम्मै समस्या समाधान हुन्छन् हामी भन्दैनौँ। किन भन्दाखेरि राजाको कुरा के हो भन्दा अहिले बहुदलीय संसदीय व्यवस्था अधीन चाहिँ राजाको कुरा छ। यो व्यवस्थै असफल भइसक्यो। बहुदलीय संसदीय व्यवस्थामा राजाको आवश्यकतै छैन, राजा छैन, दलहरू पनि चाहिएनन्, राजाको पनि यहाँ कुरा आउँदैन। केमा कुरा आउँछ भन्दाखेरि व्यवस्थाको विकल्प व्यवस्था हुन्छ। फलामलाई फलामले काट्छ भने जस्तै एउटा उदाहरण छ, राजा महेन्द्रले अनि बहुदलीय संसदीय व्यवस्था थियो, प्रधानमन्त्री चाहिँ विश्वेश्वर प्रसाद कोइराला थिए, त्यसलाई चाहिँ एकैचोटि हटाएर अनि चाहिँ निर्दलीय पञ्चायती व्यवस्था एउटा व्यवस्था हटाएर अर्को व्यवस्था ल्याएको अवस्था छ। त्यसकारण अहिले यो बहुदलीय संसदीय व्यवस्था हटाएर राम राज्य व्यवस्थामा राजा आवश्यक छ, राम राज्य व्यवस्थामा राजा आउनुपर्छ। यो बहुदलीय संसदीय व्यवस्थामा राजा आएर पनि केही हुनेवाला छैन। यो राजावादीहरूलाई यो भ्रम हो। हामीले चाहिँ अब राजावादीको मूल चाहिँ आशय के देखिन्छ भन्दा राजाको आडमा चाहिँ हामी सत्तामा जाने र फेरि उही मनपरी गर्ने, फेरि उही भ्रष्टाचारी गर्ने, अब यिनीहरूको ठाउँमा अनुहार मात्रै फेरिने, फेरि उही भ्रष्टाचार गर्ने, त्यस्तो खालको सोचका साथ राजावादीहरूको सल्भ लाग्यो जस्तो देख्छु म। किन भन्दाखेरि उनीहरूसँग सोच स्पष्ट सोच छैन। हामी गरिब किन छौँ र गरिबबाट मुक्त कसरी भइन्छ कार्यक्रम चाहियो नि। हामीले 3 महिनामा नेपाललाई स्वर्ग बनाउँछौँ भनेर हामीले 75 बुँजाको कार्यक्रम चाहिँ यहाँ हामीले चाहिँ ल्याएका छौँ। कार्यपालिका व्यवस्थापनका नियमअनुसार चाहिँ संविधानले जे भन्छ त्यही अनुसार हुन्छ कि संविधान हुन्छ। अहिले 3वटा चाहिँ राष्ट्रपति भए, ती राष्ट्रपतिहरूले अभिभावकत्व चाहिँ ग्रहण गरे, जनतालाई चाहिँ म अभिभावक हुँ नेपालको, मैले सबैको चाहिँ निष्पक्ष हुनुपर्छ गरे। पैसा खाएर चाहिँ अब दिउँसै चाहिँ खुडाले चाहिँ काटेको एउटा खड्का बनिले नेपालगञ्जमा काटेको अपराधीलाई त्यहाँ 6 वर्षको कैद भुक्ति राखेको थियो, त्यसलाई फेरि आम माफी दिएर छुटाएपछि उसले ठुलो विजयी प्राप्त गरेछ। 25वटा गाडी तामझाम लिएर झन्डा सन्डा लिएर अवरोध गर्दै नेपालगञ्ज गएपछि त्यहाँका मान्छे त सबै परे। हिजो त उसले लखटी दिन दहाडे दिउँसै चाहिँ त्यो मान्छे काट्या छ, त्यो त फेरि यस्तो अवरोध गर्दै फेरि आयो बा भनेर आपत्ति जनाएपछि फेरि आएर चाहिँ सर्वोच्चमा चाहिँ रिट हालेपछि सर्वोच्चले त्यसलाई फेरि चाहिँ त्यो अवलोकन गरेर फेरि त्यो मान्छेलाई फेरि त्यो आम माफी बदर गरेर अनि चाहिँ त्यहाँ फेरि चाहिँ कैद गरेको छ। अहिले मान्छेको कैद भन्छ। त्यो आफ्नो आम माफीको चाहिँ बदर गरेर सर्वोच्चमा त नैतिकताको आधारमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो। त्यो नैतिकता पनि हरायो। अब त्यो सबै बदर गरेपछि अहिले चिप्केर बसेको अवस्था छ। त्यसकारण राष्ट्रपतिहरूबाट त्यस्तो राष्ट्रियताको संरक्षण हुँदैन, अभिभावकत्व पनि चाहिँ ग्रहण हुँदैन। त्यसकारण हामी सबैलाई चाहिँ सबैका राजा सबैका साझा, सबै नेपालीलाई बराबर हेर्ने र चाहिँ नेपालको आन मान शान गौरव गाथा आदि इत्यादि त्यसको संरक्षण गर्ने चाहिँ त्यस्तो खालको राजाबाट जति हुन्छ त्यति हुँदैन। राजा त म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने राजा थिए नि त, राजा महेन्द्रले भने नि त। अब पृथ्वीनारायण शाहले पनि अब त्यसरी चाहिँ एकीकरण गरेर सानो दुखले आर्जेको मुलुक होइन भनेर त्यही भनेको छ। 1801बाट 1825सम्म निरन्तर चाहिँ अब लडाइँ लड्नु पर्यो। न पैसा थियो त्यति बेला। विशे नगरचीले महाराज 1 रुपियाँ चाहिँ मबाट मैले दिएँ अनि यस्तै किसिमले 1-1 रुपियाँ उठाएपछि त केही त पैसा हुन्छ नि भनेर विशे नगरचीले 1 रुपियाँ दिएपछि यस्तै गरेर 1200 रुपियाँ त्यति बेला जम्मा भयो। अरे 1200 रुपियाँबाट फेरि हतियार बनाउने मान्छे छैनन्। अनि फेरि खोज्दै गर्दा फेरि मुसलमानहरूले ल्याएर लो बनाइदियो हतियार भनेर चाहिँ मुसलमान हतियार बने। न त्यति बेला पैसा थियो, न चाहिँ सिपाही थिए, न चाहिँ अब हतियार थियो। त्यस्तो किसिमको चाहिँ प्रतिकूल परिस्थितिमा राजा पृथ्वीनारायण शाहबाट एकीकरण भएको। एकीकरण कार्यका वंशजको सन्तानहरूको हक छ। हामी अहिले राजा राजा भनेर राजनीति गर्छौँ। यो कम्युनिस्टहरूले चाहिँ यो फैलाएको चाहिँ यो राजा विरोधी गतिविधि हो र यो जसले राजा विरोधी गतिविधि हुनु ती सबै देशद्रोही हुन्। राष्ट्रपति देशलाई माया गर्ने मान्छे होइनन्। देशलाई जसरी चाहिँ राज परिवारले माया गर्छ त्यसरी चाहिँ राजाकोमा हामीले राजाले शासन गर्छ भनेको छौँ नि। हामी राजाको ठाउँमा आफ्नो ठाउँमा बस्छ, जनताको शासन जनताले छोडिदियो भनेर त भनिराखेको छ त। त्यसकारण तपाईँले भन्नुभयो अब जापानको जस्तो राजा हुन्छ, राजा हुनु र नहुनु बराबर हो, किन चाहियो त्यस्तो राजा भनेको अर्थ तपाईँले पनि चाहिँ सेना परिचालन गर्ने, फेरि चाहिँ इमर्जेन्सी लगाउने, सबैलाई जेलमा हाल्ने त्यस्तो खालको राजा चाहियो भन्नुहुन्छ। त्यो जमाना गइसक्यो। न त्यो राजाले त्यस्तो सोच्ने हो, न जनताले सोच्ने हो। हामीले चाहिँ एकताको प्रतीक राजासँग पनि एउटा शक्ति छ, परम्परागत एउटा राजकीय शक्ति छ। त्यो शक्ति पनि जनताको हकमा यो नेपाललाई निर्माण गर्नको लागि, नेपाललाई स्वर्ग बनाउने पक्षमा चाहिँ राजा प्रजा हामी सबै मिलेर, सबै नेपालीहरू मिलेर अनि सबै गरौँ। त्यसको लागि दलमा बाँडिनुहुन्न, दलीय व्यवस्था खारेज गर्नुपर्छ। अहिले जे जति दलमा चाहिँ 57-58 दल छन्, यिनीहरूको दल त्यो परित्याग गरेर अनि चाहिँ राम राज्य व्यवस्था आउनुपर्छ। राम राज्य व्यवस्था भनेको दलविहीन राज्य व्यवस्था हो। यो 7औं संविधानको ठाउँमा 8औं संविधान हामी यो जारी गरिसकेका छौँ।
2082 चाहिँ पुस 27 गते पृथ्वीनारायण शाहको राष्ट्रिय एकता दिवसको दिन हामीले चाहिँ त्यो जारी गरिसकेको अवस्था छ। त्यसकारण अब हामी चाहिँ नयाँ व्यवस्थामा जानुपर्छ, नयाँ किसिमले जानुपर्छ। परम्परागत रूपमा हुन्न, राजा र हिन्दू राष्ट्रको नाममा राष्ट्रिय प्रजातन्त्र पार्टीले धेरै राजनीति गर्यो र अहिले पनि धवल शमशेरको कुरा तपाईँले निकाल्नुभयो अनि चाहिँ गर्नुभयो। त्यो यिनीहरूले दल दर्ता गरेर पनि केही फाइदा उपलब्धि छैन के। दलको साख नेपालबाट छैन, बदना भइसकेका छन् दलहरूले मुलुक चलाउन सकेनन्। मुलुक चलाउन नसकेपछि न भदौ 23 र 24 गतेको काण्ड भएर अर्कै यी धुन्धुकारीहरू चाहिँ सत्तामा पुगे। यी चाहिँ दलहरूले राम्रैसँग सबैको जनताको भावना र चाहना बुझेर चाहिँ सत्ता सञ्चालन गरेको भए यी धुन्धुकारीहरूको मौकै लाग्ने थिएन। जेन्जी भन्ने त कहाँबाट, इटलीको 1957 यो चाहिँ आएको चाहिँ हो। त्यति बेला पनि त्यहीँबाट सुरु भएको। यो जेन्जीहरू सबै बेरोजगार छन्, जिनीहरूमा राष्ट्रियता छैन। यी सबै क्रिस्चियन हुन् घुमे फिराइ। यी सब आफ्नो खाना नपकाउने, आफ्ना भाँडा नमान्ने, आफ्ना कपडा नधुने, घाममा नजाने, पानीमा नजाने, अब आफ्नो मान्यजनलाई सम्मान नगर्ने यस्ता धुन्धुकारीहरूको जमातलाई जेन्जी भनिन्छ। र नेपालमा जेन्जी भनिन्छ। जेन्जी भनेको त्यो लफन्डु कामै नलाग्ने चाहिँ त्यो उटपटाङ सोच बोकेकाहरू हुन्। रात दिन चाहिँ उनीहरूसँग कुनै दर्शन छैन, सिद्धान्त छैन, नीति छैन, कार्यक्रम छैन, शिक्षा छैन, ज्ञान छैन। अब हल्ला गरेको भरमा हुन्छ त? हल्ला गरेको भयो भने त उनीहरूले जे जाने थिए त्यत्रो चाहिँ अब 24 गते भदौ 24 गते एकैचोटि चाहिँ त्यत्रो चाहिँ 2600 स्थानमा आगजनी भयो त। उनीहरूले जे जाने थिए त्यही गरे। अहिले पनि अब उनीहरूले चाहिँ तँलाई मार्छु, तँलाई कुट्छु भन्ने गाली गर्ने। अब त्यहाँ अहिले चाहिँ हामी भन्दै गरेका छौँ उनलाई सबभन्दा पहिले गाली गर्नु छ। ए बाबा, अरूले गाली गर्यो भने त गाली त फर्केर आफूसित आउँछ। त्यो आफूले गाली गरे जस्तो छ अवस्था, किन गाली गर्नु? तिमीलाई चाहिँ हिम्मत छ भने मैले जसरी चाहिँ बोलेको छु त्यसको तर्क गर न, त्यसको उत्तर त्यस्तै किसिमले कार्यक्रम गरेर मेरा कुराको प्रत्युत्तर देऊ न। किन गाली गरेर चाहिँ त्यहाँ सन्तुष्ट गर्छौ? आरोप भन्नुहुन्छ तपाईँलाई, केही कुरा गर्यो भने आरोप भन्नुहुन्छ तपाईँ। जेन्जीहरूले यो आन्दोलन गरेपछि भ्रष्टाचारीहरूलाई भागाभाग गरायो हैन, र अहिले चाहिँ जुन पुराना दलले चाहिँ आफूलाई बाँडीचुडी खान्थे, भागदण्ड गर्थे, त्यो चाहिँ बन्द गराए। यो जेन्जी आन्दोलनपछि धेरै परिवर्तन भयो भन्छन् त। अनि फेरि सबभन्दा पुरानो दलहरूको ठाउँमा नयाँ जेन्जीहरूले उत्तिकै भ्रष्टाचार गर्दैछ, तिनीभन्दा डबल भ्रष्टाचार गर्दैछन्। बढी भ्रष्टाचार नगरेको 190 तोला सुन, 25 अरबको जग्गा, यिनीहरूको सम्पत्ति। हामी सुकुम्बासी छौँ, हामी सरवारा हौँ, हामीले चाहिँ आफ्नो गरी खाने हो, हामीमा चाहिँ जनताको सेवा गर्ने, हामीसँग केही छैन भन्न सके कसैले? अहिले त सबै पुँजीवाल, सबै चाहिँ अब अरबपति। अनि यस्ता अरबपतिहरू कसरी त्यो अरबपति भयो त? केही त भयो त, आधार त होला नि त, कतैबाट आयो त त्यो सम्पत्ति। त्यसकारण तपाईँले यो यिनीहरू अहिले निष्पक्ष छन्, यिनीहरू चाहिँ भ्रष्टाचार गर्दैनन् भनेर तपाईँले कल्पना गर्नु मूर्खता हो। र यिनीहरू पुरानाले त लुकी यताउता चाहिँ मिलाएर सेटिङ गरेर खान्थे, यिनीहरू हाकाहाकी खाँदैछन्, हाकाहाकी। हामी जेन्जी हौँ, तिमीलाई लुट्न आएका छौँ। माओवादीले जसरी चाहिँ आतङ्क फैलाएर यहाँ नेपाललाई लुटे त्यस्तै किसिमले हामी जेन्जी हौँ, यो देऊ भनेर फर्काएर चाहिँ यहाँ भ्रष्टाचार गर्दैछन्। अनि के भन्नुहुन्छ तपाईँ? जनताले केही राज संस्था फालेका छैनन् कि? राज संस्था त त्यो भन्दा अब अहिलेका चाहिँ त्यो विधिगत रूपमा हुने हो भने युवराज पारस नै अहिलेका राजा हुन् कि। अब त्यो श्रीपेज आफ्नो चाहिँ श्रीपेज र राजदण्ड राजा ज्ञानेन्द्रले फर्काएर लगायो भने त्यो आफ्नो ठाउँमा छ। श्रीपेज त्यहीँ छ, राजा त्यहीँ छन्, त्यो फर्काएर ल्याएर लगायो। तपाईँले रोक्नु भएको छैन, हामीले रोकेका छैनौँ। तर अहिले त्यो युवराज पारसको ताज गरेको हुनाले राजाले म आम नागरिक भएँ भनेको अवस्थामा त राजा त विधिवत राजा त चाहिँ पारस वीरविक्रम शाहदेव अहिलेका राजा हुन् र परम्पराका राजा हुन्। राजाको वंशमा राजा हुन्छ त तपाईँ पनि त्यहाँ जान पाउनुहुन्न, म पनि जान पाउनुहुन्न। मेरो त चाहिँ कौशल्य गोत्रीय खप्तडी थाहा पाऊँ मेरो गोत्र र चाहिँ राजाको गोत्र त छुट्टै छ नि त। उनको वंश परम्परा र हाम्रो वंश परम्परा छुट्टै छ त। वंश परम्परा अधीन चाहिँ त्यहाँ चल्या छ। र तपाईँको अब अर्को कुरा आयो, तपाईँले सोध्नुपर्ने हामी गरिब छौँ, अब चीन र इन्डियाको बिचमा हामी छौँ, साधन सम्पन्न छौँ, हामी गरिब किन भयो भनेर गरिबीलाई प्राथमिकता दिनु भएन क्या तपाईँले। तपाईँको सोधाइमा राजा भन्नुहुन्छ, राजा आएमा पनि नआएमा पनि तपाईँको के बिग्रिया छ त? हिजो राजा थिए तपाईँ गरिबी हुनुहुन्थ्यो, अहिले राजा आउँछन् तपाईँको गरिबी छ। गरिबी कसरी उन्मूलन हुन्छ? हाम्रो अतिक्रमित भूभाग चाहिँ इन्डियाले जुन कब्जा गरेको छ त्यो कसरी चाहिँ छुटकारा हुन्छ र अमेरिकन हस्तक्षेप छ त्यो कसरी हुन्छ र यो त्रिदेशीय द्वन्द्व छ यहाँ कसरी चाहिँ मुक्त हुन्छौँ र
टिबेटनहरूको चाहिँ हस्तक्षेप बढेको छ। टिबेटनहरूले चाहिँ अब बिदा गर्ने कि नगर्ने, अथवा चाहिँ रोहिङ्ग्या चाहिँ यहाँको अलिकति मुसलमानहरूको हस्तक्षेप बढी छ, तिनलाई चाहिँ त्यो बिदा गर्ने, यी खालका राष्ट्रिय मुद्दाहरू, अहिले तत्कालका मुद्दाहरू, हाम्रा राष्ट्रियताका संरक्षण गर्ने कुराहरू, नेपाली जनता कसरी बलियो हुने, नेपाली चाहिँ गरिबी मुक्त हुने, आफूले चाहिँ बाँच्न नसकेर चाहिँ आत्महत्या गर्ने अवस्थाबाट त्यो नहोस् र कुनै पनि कसैलाई आत्महत्या गर्न नपरोस्, यहाँ गरिबी चाहिँ कसैमा गरिबीमा बाँच्न नपरोस्, यिनी कुरालाई प्राथमिकता दिनुहोस् कि राजाले किन चाहिँ प्राथमिकता दिनुहुन्छ? राजाले तपाईँको गरिबी मेट्ने त होइन नि त। त्यस कारण मैले 10वटा कुरा, राजासँग 10वटा कुरा छ। एउटा, नेपालमा चाहिँ यो सबै चाहिँ झन्डै 81.19% चाहिँ सनातन धर्मावलम्बीको मुलुक चाहिँ यो वैदिक सनातन राष्ट्र हुनु पर्यो, अथवा हिन्दू राष्ट्र हुनु पर्यो 1, हिन्दू सम्राट हुनु पर्यो 2, अनि चाहिँ रामराज्य व्यवस्था हुनु पर्यो 3। अनि नेपाल चाहिँ 2031 साल फागुन 13 गते राजा वीरेन्द्रले चाहिँ प्रस्ताव गरेको र चाहिँ 116 देशले चाहिँ स्वीकार गरेको शान्ति क्षेत्र नेपाल छ। त्यो इन्डियाले चाहिँ स्वीकार नगरेकै कारण राष्ट्रसङ्घमा दर्ता हुनुबाट रहेको छ। त्यो चाहिँ हामी शान्ति क्षेत्र नेपाल हुनुपर्छ भन्यौँ 4। अनि चाहिँ हाम्रा पुर्खाहरूले 400 वर्षसम्म चाहिँ चर्चेको क्षेत्र छ ग्रेटर नेपाल हुनुपर्छ भनौँ। अनि चाहिँ सिक्किम, बङ्गाल, उत्तर प्रदेश, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचलका बसोबास गर्ने नेपालीहरूले ग्रेटर नेपाल हुनुपर्छ भनेर आवाज उठाइराखेका छन्। सबैको समन्वय समिति पनि बनिसकेका छ, ग्रेटर नेपाल घोषणा गरौँ। अब चाहिँ बालेन शाहले पछाडि चाहिँ मेयर हुँदाखेरि ग्रेटर नेपालको नक्सा राखेर खुब राष्ट्रवादी भएको देखाउने, अनि चाहिँ त्यहाँ प्रधानमन्त्री हुनुसाथ त्यो ग्रेटर नेपालको पनि फाल्ने, अनि चुच्चे नक्सा थियो त्यति बेला चाहिँ गर्ने। अस्ति चाहिँ भारतीय राजदूतसँग भेट हुँदाखेरि चुच्चे नक्सा पनि हटाएर अनि चाहिँ मात्रै भेटेका छन्। चुच्चे नक्सा पनि हट्यो यो बालेनबाट, छैन। नेपाललाई इन्डियामा गाब्ने र चाहिँ भन्ने कुरा अब चाहिँ सोडिम वाग्लेले र चाहिँ रवि लामेछाने, सोडिम वाग्लेले यो चाहिँ नेपाललाई इन्डियामा गाब्नुपर्छ र इन्डियन प्रभुत्व स्वीकार गर्नुपर्छ भनेका हुन् मेरै अगाडि भनेर मुकुल ढकालले भनेको कुरा संसदमै रामबहादुर थापा बादलले चाहिँ यो प्रकाश भने, सार्वजनिक गरे। त्यो त संसदमा प्रकट भएको कुरा हो। त्यसो भएर यी सबै राष्ट्रघातीहरू, देशद्रोहीहरूको चाहिँ यो सरकार हो, देशद्रोहीहरूको। भारत त तपाईँ त चाहिँ उद्घाटन गर्न बाँकी छ। यसै पनि तपाईँ चाहिँ अघोषित चाहिँ इन्डियन उपनिवेश हो यो, अघोषित हो, घोषणा गर्न मात्रै बाँकी छ। इन्डियनहरूको यति हस्तक्षेप छ। तपाईँको चाहिँ नेपाली भूमिमा सेना राखेको छ इन्डियाले, तपाईँलाई आपत्ति छैन, आनन्दसँग रमाउनु भएको छ। अनि इन्डियाले दिनदिनै चाहिँ हाम्रो चाहिँ जङ्गे पिलरहरू अतिक्रमण गरेको छ, अझ 73 स्थानमा चाहिँ अतिक्रमण गरेको छ भने तपाईँलाई सामान्य लाग्छ, तपाईँलाई चाहिँ त्यहाँ कुनै आपत्ति लाग्दैन। र इन्डियन हस्तक्षेप त हाम्रो चाहिँ यो पूर्व पश्चिम नेपाल राजमार्गदेखि तलतिर चाहिँ यो हाम्रो चाहिँ सुरक्षा क्षेत्रभित्र पर्छ, यहाँ चाहिँ भनेर विदेशी लगानी त्यहाँ लिन दिन्न, त्यो पनि तपाईँलाई सामान्य लाग्छ। तपाईँलाई सिक्किममा पनि यस्तै थियो कि लेन्डु दोर्जेकै सरकारले चाहिँ त्यहाँ अब कति भन्दा 32 सिटमा चाहिँ 31 जनाले तिनले जिते। अनि चाहिँ सबैले चाहिँ अब यो इन्डियामा गाब्नुपर्छ भनेर चाहिँ त्यहाँ ढ्याप गरे। अहिले पनि यो नेपाल इन्डियामा गाब्नुपर्छ भन्दा ढ्याप गर्छन् कि त्यहाँ अहिले चाहिँ त्यो अहिलेको कानुन मन्त्री चाहिँ शोभिता गौतमले अनि सुब्रतदेखि सन्धि गरेका छ त, अनि यहाँ सबै कुरा गरेका छ त। तपाईँ अब इन्डियाबाट हामी स्वतन्त्र चाहिँ हामी छौँ र इन्डियन हस्तक्षेप छैन भनेर भन्न सक्ने तपाईँको हिम्मत छ? त्यसको लागि अहिलेको तपाईँले 1 महिनाभित्र इन्डियाले नेपाली इन्डियाको सेना नेपालमा छ, त्यो 1 महिनाभित्र उसले फिर्ता गर्छ। तर सरकारले चाहिँ घोषणा गर्नु के भन्नु पर्यो भन्दा, यदि चाहिँ नेपाली भूभागबाट इन्डियन सेना फिर्ता हुँदैन भने हामी इन्डियन सामान बहिष्कार गर्छौँ, इन्डियाबाट उत्पादित भएको सामान केही पनि चाहिँ हामी लिन्नौँ, बहिष्कार गर्छौँ र इन्डियासँग कुनै कारोबार गर्दैनौँ, तेल पनि किन्दैनौँ, केही पनि गर्दैनौँ। हामी चाहिँ भन्न साथ 12 खरबको चाहिँ व्यापार घाटा लाग्छ इन्डियालाई। र इन्डियाले आफ्नो महसुस गर्छ, प्रत्येक इन्डियनलाई थाहा हुनु पर्यो नेपाली भूमि मिच्या रहेछ इन्डियाले, अनि यो इन्डियाले चाहिँ यो फिर्ता गर्नुपर्छ नेपाली भूमि, नेपाललाई चिडाउन हुन्न, नेपाललाई दुःखी बनाउन हुन्न भनेर प्रत्येक इन्डियनले महसुस गर्ने हो भने इन्डियनले नै चाहिँ सेना फिर्ता गर उही भित्र आन्दोलन हुन्छ। त्यसको उदाहरण तपाईँलाई अस्ति मैले दिन्छु। 100 रुपियाँको चाहिँ त्यहाँ भन्सार लगाउँदाखेरि अनि त्यहाँ तपाईँको हामी नेपालीहरू इन्डियामा जान छाड्यौँ, इन्डियन सामान किन्न छाड्यौँ। त्यहाँ त्यो भएपछि त्यहाँका सीमा क्षेत्रका जुन व्यापारी छन् सबै टाट पल्टे र तिनीहरूले आन्दोलन गरेपछि तिनीहरूले ज्ञापन पत्र चाहिँ त्यहाँ जिल्लामा लगेर बुझाए। जिल्लाको ज्ञापन पत्र चाहिँ त्यहाँ त्यो प्रान्तीय चाहिँ राजधानी
लखनऊमा पुग्यो, लखनऊले चाहिँ केन्द्रीय चाहिँ सरकार चाहिँ दिल्लीमा पुर्यायो, दिल्लीले फेरि यहाँ चाहिँ इन्डियन राजदूतावास लैनचौरमा ल्यायो, लैनचौरले फेरि चाहिँ यहाँ सर्वोच्च अदालतमा चाहिँ रिट हाल्न लगायो, रिट हालेको 2 घन्टामा चाहिँ आयो, यो चाहिँ 100 रुपियाँमा यसरी धरपकड गर्नु पर्दैन, सामान्य रूपमा चाहिँ त्यो छैन भनेर आयो त। यति छिटै 9 घन्टामा चाहिँ प्रतिक्रिया भएर आयो। यदि चाहिँ तपाईँलाई इन्डियन सामान हामी 1 महिना बन्द गरौँ, यहाँ अब यो नाका पनि बन्द गरौँ, इन्डियन सामान आउनै नदेऊ, इन्डियन उपयोग सामानहरू एक पनि किन्दै नक्यौँ, इन्डियनबाट कुनै पनि कारोबार नगरौँ, हाम्रो नाका हाम्रो चाहिँ जग्गा फिर्ता गर्छ इन्डियाले, त्यति भन्न सक्नु पर्यो नि त। त्यो त सरकारले घोषणा गर्नु पर्यो नि। तर हामी बाँध्न सक्छौँ हामी किन बाँच्न सक्दैन? जो चाहिँ हुतियारा चाहिँ हिम्मतिलो छ, नेपाली साहसी छ, हिम्मतिलो छ, जाँगिरिलो छ, आत्मविश्वास जसमा छ ऊ बाँच्छ। जो परनिर्भर छ, अर्काको जुठो खाने, अर्काको झोला बोक्ने बानी परिया छ, ऊ मर्छ। त्यस्ता नालायक मर्नुपर्छ, बाँच्न हुन्न। तपाईँले खाने ग्यास पनि त्यहीबाट आउँछ। हामीसँग ग्यास छ, हामीसँग पेट्रोल छ, हामीसँग तामा छ, हामीसँग फलाम छ, हामीसँग म्याग्नेसियम छ, हामीसँग युरेनियम छ। 1 किलो युरेनियम प्रशोधित युरेनियम बेच्यो भने 30 अरब रुपियाँ पर्छ, 30 अरब। तर ती सबै कुरा चाहिँ जमिन मुनि छ नि त, उदाहरण गर्न बाँकी। जमिन मुनि छ त तपाईँको इन्डियाले खोल्नै दिँदैन के। यहाँ चाहिँ गऱ्यो भने नेपाल आत्मनिर्भर बन्छ, नेपालले ग्यास हाम्रो इन्डियाबाट किन्दैन, तेल किन्दैन, अनि हाम्रो सामान बिक्री हुँदैन, नेपाल धनी हुन्छ। नेपाल धनी भयो भने नेपालीहरूले हामीलाई वास्ता गर्दैनन्। हामीले इसारामा चाहिँ हामीले घर चौकीदार बनाउन पाउन्न नेपालीलाई, भाँडा मजाउन पाउन्न नेपालीलाई, सीमामा लगेर बन्दुक थमाएर चाहिँ पाकिस्तान र चाहिँ चीन विरुद्ध लडाउन पाउन्नौँ। त्यसकारण चाहिँ नेपाललाई जहिले पनि गरिब बनाउनुपर्छ, जहिले पनि गरिबीमा राख्नुपर्छ भन्छ के तपाईँको छिमेकी इन्डियाले। त्यसकारण तपाईँको इन्डिया तपाईँको मित्र राष्ट्र होइन, शत्रु राष्ट्र हो। तपाईँले भन्न सक्नु पर्यो नि, हामी नेपाली भूमिमा जसले चाहिँ सेना राखेको छ त्यो आक्रमणकारी देश हो भनेर तपाईँले भन्न सकेको खै? तपाईँ कति हुतियारा नेपाली, कति नालायक नेपाली। छिमेकी फेर्न सकिँदैन नि नेताजी। छिमेकी फेर्न कसले भन्यो त? छिमेकीसँग चाहिँ टिट फर ट्याटको व्यवहार गर भनेको त के हो? मलाई चाहिँदैन भनेपछि फेरि वार होला के? वार त वार नगरेसम्म यो वार बिना शान्तिले हात जोडेर बनेको नेपाल हो। नेपाल लडेर बनाएको देश हो। 2224 राजा विरुद्ध, टुक्रा टाक्री विरुद्ध, अनि 1801बाट 1825 निरन्तर 25-26 वर्षसम्म लडेर चाहिँ बनाएको देश हो। लड्नु त पर्छ त, आफ्नो हक अधिकार करके। तपाईँको चाहिँ घर जग्गा मिच्यो भने कसैले मिच्यो तपाईँले प्रतिवाद गर्नुहुन्न, तपाईँ लडाइँ गर्नुहुन्न, त्यसपछि बल्ल तपाईँको घर जग्गा जोगिन्छ। हामी छिमेकीले अत्याचार गर्यो, हाम्रो चाहिँ भूभाग मिच्यो, सबै कुरा गर्यो भने त लड्नु पर्यो त। त्यसको लागि चाहिँ 5 लाख चाहिँ शाही सेना बनाउनुपर्छ, अनि चाहिँ अब औद्योगिक सेना, पर्यटन सेना, कृषि सेना, विकास सेना गरेर 5-5 लाख 20 लाख चाहिँ अर्धसैनिक बल बनाउनुपर्छ। 20 र 5 25 लाख हो। घरमा चाहिँ सैनिक तालिम दिनुपर्छ। हामी सैनिक क्षेत्रमा सबल हुनुपर्छ, लड्नुपर्छ। के बिग्रियो त? लडाइ र युद्धले विश्वमा कहीँ पनि शान्ति आएको छैन नि। पहिले क्रान्ति गर्नुहोस्, त्यसपछि बल्ल शान्तिको कामना गर्नुहोस्। पहिले सित्तैमा चाहिँ शान्ति कहिल्यै आउँदैन। तर हामीहरूले त्यही भरुवा बन्दुकले मात्रै युद्ध तपाईँ अर्काको जुठो खाने, अर्काका चौकीदारी गर्ने, अर्काको सेवा गर्ने, तपाईँको भित्रपट्टि चाहिँ स्वाभिमान छैन। तपाईँ नाम मात्रको नेपाली नागरिकता लिनुभएको छ, तपाईँ नाम मात्रको नेपाली हो क्या, नाम मात्रको नेपाली। तपाईँ जस्तो गद्दार नेपाली भएकै कारण हाम्रो यो हैसियत भएको छ के। यस्ता गद्दार नेपालीहरूको नागरिकता खारेज गर्नुपर्छ, यिनीहरूले देशबाट लखेट्नुपर्छ, अनि बल्ल शान्ति हुन्छ यहाँ। नेपालीलाई खारेज गर्ने है? अहिले गद्दार नेपालीहरूको के काम छ त? त्यसैले आज घोषणा गरिदिनुहोस् न त। तपाईँले भन्नुभएको छ कि अब नेपाली चाहिँ भारतीय हुन् भनेर आज घोषणा गरिदिनुहोस्। होइन, मैले घोषणा गरेर हुन्छ? मैले सुन्नुहोस्, तपाईँले आज अब चाहिँ म प्रभु तपाईँ सर्वसर्वा हुनुहुन्छ, हाम्रो चाहिँ सबै कुरा हाम्रो चाहिँ नेतृत्व गर्नुहोस् भनेर लम्पसार गर्नुहोस्, म भन्छु। लम्पसार पर्नु त पहिले। म त नेपाली हो एउटा, नेपाली हो। तपाईँले आज घोषणा गर्नु न। तपाईँले भन्नुभयो राजसभा चाहिँ यो भारतलाई बेच्दैछ भन्ने खालको तपाईँले चाहिँ अभिव्यक्ति दिइसक्नु भएको छ क्या। तपाईँको मिडियाकर्मी, तपाईँलाई चाहिँ अब मुकुल ढकालले भनेको कुरा पनि तपाईँले ल्याउनुहुन्न यहाँ। अहिले भिडियो छ सबै। अनि चाहिँ रामबहादुर थापा बादलले संसदभित्र भनेको कुरा पनि तपाईँ लुकाउनुहुन्छ। अनि सोनी मोवागले हामी चाहिँ ग्रे लिस्टमा छौँ र अमेरिकन सेना आएपछि मात्रै हामी चाहिँ ब्ल्याक लिस्टबाट बनाउँछौँ। ब्ल्याक लिस्टमा पर्ने होइन र ब्ल्याक लिस्टबाट जोगिने हो भने अमेरिकन सेना नेपालमा आउन आवश्यक छ भन्ने कुरा सोनी मोवागले भनेको कुरा पनि तपाईँ लुकाउनुहुन्छ। राम्रो कुरा तपाईँ लुकाउनुहोस्, अनि नराम्रो कुरा मात्रै यसो भनेर न्यु खोज्नुहोस्। रामबहादुर थापा जो भारतसँग लम्पसार परेको थियो क्या पहिला नि, राम्रो भारतसँग लम्पसार पर्नेले भारतीय चाहिँ अब नेपाली जनता भारतीय हो भनेर हामीले विश्वास गर्नु पर्दैन। तपाईँले अहिले भर्खरै के पनि भन्न बेर लाउनु भन्दा कुन चाहिँ नेपाली भारतसँग लम्पसार परेको छैन भन्नुहोस्, कुन चाहिँ परेन? अनि सबै पर्दाखेरि म पनि परेँ भनेर भन्न सक्नुहुन्छ क्या तपाईँ? मैले त भन्दिनँ। भन्नुहोस्। म त सच्चा नेपाली आफूले भन्छु नि। ए बाबा, तपाईँ जन्मनु भन्दा तपाईँको बाजेको पालामा गरेको बात हुन्थ्यो नि। बाजेले किन गर्नु भएन, बाउले किन गर्नु भएन, तपाईँको पाला किन आयो त?
होइन राज संस्था त हाम्रो पुर्खाले पृथ्वी शाहले एकीकरण गरे कि गरेन एकीकरण नगरेको भए यो इस्ट इन्डियाले सबै आफूतिर गएको भए हुन्थ्यो यस्ता कुरा ए तपाईँको कुरा वाइ तपाईँले अहिले के भन्नुभयो सुन्नुहोस् त तपाईँले के भन्नुभयो भन्दाखेरि 2047 देखि 2082 सम्म 35 वर्षका दलहरूले केही गरेनन् र त तपाईँले गर्नुहोस् भनेर तपाईँलाई अधिकार दिएको तपाईँलाई सत्तामा पुर्याएको राज संस्थाले भन्ने दलहरूले होइन किनकि त्यो बेला नेपाल चाहिँ इन्डियामा पर्ने थिएन किनकि नेपाल चाहिँ इन्डियासँग लडेर चाहिँ नेपालको पृथ्वीनारायण शाहले जोगाएको हो होइन त्यो इतिहास मलाई पनि थाहा छ पृथ्वीनारायण शाहले एकीकरण गरेको त्यो बेला चाहिँ अङ्ग्रेजहरूसँग लडे जोगाए सबै तर 234 वटा राज संस्थै थियो नि त त्यो बेला त इन्डियामा चाहिँ नेपाल पर्ने थिएन त्यो बेला चाहिँ किन गर्न सकेन भन्न खोजेको एबा तपाईँलाई त्यहाँ जवाहरलाल नेहरूले यिनीहरूले चाहिँ यो उनीहरूको अखण्ड इन्डियाभित्र नेपाललाई पनि गाप्नुपर्छ भन्ने कुरो थियो र अहिलेसम्म यसरी हामी स्वतन्त्र भएर अलग भएर बसेका छौँ राजाहरूकै कारण हामी चाहिँ यसरी चाहिँ सार्वभौम भएर यसरी चाहिँ बाँच्न पाएका छौँ भन्नुहोस् के राज संस्थालाई धन्यवाद दिनुहोस् तपाईँको राजा पृथ्वी शाहले एकीकरण गरेको देशमा तपाईँ सुन्नुहोस् न राजा पृथ्वी शाहले एकीकरण गरेको देशमा तपाईँ प्रजा भएर नेपाली भएर बाँच्न पाउनुहुन्छ के तपाईँ नेपालीको चाहिँ पहिचान दिएको राजाले दिएको पहिचान हो के तपाईँको बाजेले दिएको पहिचान होइन के यो पृथ्वीनारायण शाहले गरेकै हो हामी मान्छौँ इतिहास मैले पढेछु होइन पुरै ग्रिस सेनासँग लडेर नेपाललाई जोगाए सबै चिज गरे तर त्यो बेला नेपाल पर्ने थिएन नेपाल आफ्नै उसमा स्वाभिमानमा बाँच्थ्यो त्यो बेला चाहिँ स्वनिर्भर थियो निर्यातक देश थियो भन्नुहोस् निर्यातक देश थियो कता कोरियातिर कतातिर कति चामल जापानतिर दियो सबै इन्डियामा दियो बङ्गलादेश दियो सबै बेला त्यत्रो थियो नि त जडीबुटीहरू के मतलब खानीहरू थियो त्यो बेला उत्खनन किन गर्छ उत्खनन नगरे अहिले उनीहरूले चाहिँ देशको सीमा जोगाउन मात्रै उनीहरूको ध्यान गयो र अहिले त्यो यता सुन्नुहोस् उनीहरूले यता सुन्नुहोस् न अहिले उत्खनन नगरेर अहिले जोगाएर राखिदिएका छन् तपाईँले उत्खनन गरेर पर्खनु तपाईँ त बहादुर सन्तान तपाईँको हिम्मतिलो सन्तान उनीहरूले राजाले जोगाएर राखेको खनिज तपाईँले उत्खनन गरेर प्रयोग गर्नुहोस् न भन्ने कुरा तपाईँमा आयो तपाईँ हुतियारा तपाईँ नालायक त्यति उनीहरूले चाहिँ राजाले जोगाइदिएको चाहिँ खनिज पदार्थ उत्खनन गरेर प्रयोग गर्न नसक्ने तपाईँ हुतियारा नालायक नेपाली भविष्य यस्तै त हुन्छ नि त्यति बेला तपाईँहरूले सुरुवात गरिदिएको भए आजसम्म त हुन्थ्यो होला नि त तपाईँले सुरुवातै नगर्दैन होइन उनीहरूले ढाकेर राखेका छन् त्यो तिमीले चाहिँ च्यादर चाहिँ निकालेर तपाईँले सुन्नुहोस् न तपाईँले यता सुन्नुहोस् तपाईँले यति कुरा काट्नेले अब उनीहरूले चाहिँ लेखेर राखेका छन् उनीहरूले कसैलाई दिएनन् अहिले त युरेनियम चाहिँ अमेरिकालाई दिनु पर्यो यो चाहिँ इन्डियालाई दिनु पर्यो यस्तै कुरा छ तर त्यो हुन नदिएर जुन चाहिँ खनिज पदार्थ हामीसँग छ हाम्रो सम्पदा छ त्यो हामी अब उत्खनन गरेर हामी प्रयोग गरौँ इन्डियाबाट आउने सामान चाहिँ अब तेल पनि रोकौँ ग्यास पनि रोकौँ इन्डियाबाट आयात कारोबार बन्द गरौँ इन्डियासँग चाहिँ जबसम्म चाहिँ इन्डियाले हाम्रो चाहिँ भूमिबाट उसको सेना फिर्ता गर्दैन तबसम्म इन्डियासँग चाहिँ कुनै वार्ता पनि नगरौँ कुनै कारोबार पनि नगरौँ उसका सामान प्रयोग पनि नगरौँ उसका सामान बहिष्कार गरौँ हामी हाम्रो आत्मनिर्भर बनाऊँ आत्मनिर्भर अर्थतन्त्र लागू गरौँ अब गरौँ त्यसको लागि चाहिँ तपाईँले वैज्ञानिक रामराज्य व्यवस्थाको खाँचो पर्यो अहिलेको व्यवस्थाले गर्दैन रामराज्य व्यवस्थाको खाँचो पर्यो के यही उत्खनन गर्नको लागि रामराज्य व्यवस्था चाहियो तपाईँले यो भनेअनुसार त अब इन्डियाको केही चिज पनि प्रयोग नगरौँ भन्ने हो भने त नेपालीहरूले माटो खाएर बस्नुपर्छ क्या तपाईँको सोच त्यस्तो माटो खानुहोस् तपाईँ माटो खानुहोस् हामी चाहिँ अन्न खाने आनन्द रमाउने हामी छौँ हामी चाहिँ त्यो इन्डियाले 4-4 चाहिँ नाकाबन्दी लगायो 2000 पहिलो संविधान चाहिँ 2019 सालमा जारी भयो राजा महेन्द्रले जारी गरे त्यहाँ चाहिँ पहिलो नाकाबन्दी गर्यो 2047 सालमा अर्को चाहिँ इन्दिरा गान्धीले गरिन् अर्को 45 सालमा चाहिँ 2045मा राजीव गान्धीले गरे 2072मा नरेन्द्र मोदीले गरे अहिले अघोषित छ कहिले चिया रोक्छ कहिले अलैँची रोक्छ कहिले सुपारी रोक्छ कहिले बेसार रोक्छ कहिले अदुवा रोक्छ यस्तै किसिमले किचकिच गरिराखेको छ इन्डियाले तपाईँलाई उठ्नै दिँदैन हुने खानै दिँदैन जहिले पनि गरिबीमा राख्न चाहन्छ यति कुरा तपाईँले किन पत्याउनुहुन्न त्यो त मलाई थाहा भयो छैन थाहा छैन तपाईँले बुझेर पनि बुझ पछाउँदै हुनुहुन्छ मैले बुझेर बुझ पछाएन क्या तपाईँको एउटा टोल बनाउनलाई तपाईँको घरको छिमेकी आवश्यक पर्छ क्या तपाईँ छिमेकीसँग नमिलेपछि तपाईँको टोल कसरी होइन यस्तो तपाईँको मनस्थिति इन्डियाले बुझिया छ इन्डियनहरू सबै हुतियारा छन् यिनीहरूको कसैको दम छैन हामीसँग चाहिँ यो बराबरी गर्ने हाम्रो सेना छ तिनीलाई फिर्ता गर्न पनि इन्डियनहरूले नेपालीहरू सक्दैनन् नेपालीले जे भने त्यही गर्छन् नेपाली हुतियारा छन् भनेको छ तपाईँको सबै आत्मसात्मा झप्पै चिनिया छ बुझिया छ तपाईँलाई त्यही भएर हेप्या छ अनि फेरि इन्डियन विरुद्ध यस्तो गर्यो भने किन भन्नुहुन्छ तपाईँ इन्डियाको दास हो तपाईँ दास भएर बस्नुहोस् अब अन्तिमतिर जाम राज संस्था कुरा गर्नुभयो
सीमा मिचिएको कुरा गर्नुभयो, इन्डियन सेना नेपालमा बसेको कुरा गर्नुभयो। इन्डियन सेना जहाँ लिबिया धुरमा बसिरहनु भएको छ, उनीहरू भनेको राजा महेन्द्रको पालामा आएको छ। त्यसपछि राजा महेन्द्र पनि जानुभयो, त्यसपछि वीरेन्द्रजी आउनुभयो, उहाँ पनि जानुभयो, ज्ञानेन्द्रजी जानुभयो। त्यो बेला चाहिँ फिर्ता गर्न नसकेको नेपालको भूमि अहिलेको सरकारसँग तपाईँ कुन आपेक्षले कुन आधारमा चाहिँ फिर्ता लिन सक्नुहुन्छ? तपाईँको बुद्धिलाई चाहिँ मैले नमस्ते गरेँ के। अघिको मान्छे नालायक भयो, अब बाजेले गर्न सकेनन्। यता सुन्नुहोस् बाजेले, यता सुन्नुहोस् बाजेले यता तपाईँले बिचमा बोल्नुहुनेछ। तपाईँ पूर्वाग्रही हुन्छ, राज संस्थाप्रति तपाईँ पूर्वाग्रही हुनुहुन्छ। राजाले राम्रो गरेको, राजाले यो मुलुक जोगाइदिएको, राजाको सकारात्मक पक्ष अहिलेसम्म तपाईँलाई थाहा छैन। तपाईँ सुन्नुहोस् न, तपाईँ विदेशीको पैसा खाने, विदेशीका कुरा गर्ने, विदेशीको झोला बोक्ने, विदेशी दलाल भएर बाँच्नु भएको छ क्या नेपालमा। तपाईँ नाम मात्रको नक्कली नेपाली हो। तपाईँ नाममा नेपाली नागरिक छ, तर चाहिँ स्वार्थ सिद्धि विदेशीको गर्ने। त यस्तै किसिमका नालायक नेपालीहरू छन्, विदेशीका दलाल भएर चाहिँ नेपाललाई कमजोर बनाएका नेपालीहरू छन्। हामी चाहिँ छुट्याउनुपर्छ। त्यसै हाम्रो अन्तरसङ्घर्ष त्यसैमा छ। चाहिँ दलाल नेपालीहरू र चाहिँ राष्ट्रवादी नेपालीहरू बिच अन्तरसङ्घर्ष छ। होइन, मैले भन्न खोजेँ सक्यो के? तपाईँको उत्तर केही छैन। तपाईँको त्यही कचकच गर्नुहुन्छ, तपाईँको प्रश्नको केही छैन। प्रश्न सुन्नु न, तपाईँले राजा 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 भन्नुहुन्छ क्या। हिजो राजा हुँदा तपाईँ यसरी चाहिँ मजाले बोल्न पाउनुहुन्थेन क्या। आज चाहिँ गणतन्त्रमा मजाले चाहिँ यसरी बोल्न पाउनुहुन्छ, उफ्रिन पाउनु भएको छ क्या। अनि तपाईँले हामीलाई उठाएर यो तपाईँले त्रिभुवन विश्वविद्यालय कसले खोल्यो? राजा त्रिभुवनले खोले के। अनि चाहिँ अब चन्द्र शमशेरले त्यहाँ पहिले हाई स्कुल खोलेका थिए, जम्मा दरबार हाई स्कुल। त्यसपछि अहिले सबै शिक्षा, स्वास्थ्य, रोजगार, आवास, ऊर्जा जति पनि छन् सबै नेपालीहरू शिक्षित बनाउने काम राजाहरूले नै गरेका हुन्। राजाले देखाइदिएको बाटोकै गरेका हुन् के। त्यो राजाको गुण किन बिर्सनुहुन्छ? तपाईँ किन यति राज संस्थाप्रति अहिले भर्खर भन्दै हुनुहुन्छ त? राजाको पालामा बोल्न पाइँदैन थियो, अहिले बोल्न पाइन्छ। राजाको पालामा पनि बोल्न पाइन्थ्यो। राजाले सुनेछ त? मैले भोगेको कुरा के, म पनि राजाको पालामा भोगेको मान्छे हो क्या। मलाई पनि थाहा छ अलिकति। राजाको पालामा दलितलाई बोल्न दिन्थेन। त्यो फेरि तपाईँले राजा सुन्नुहोस् न, तपाईँको अध्ययन रहन्छ। राजा महेन्द्रले 2019 सालमा जब चाहिँ नयाँ संविधान, पञ्चायती संविधान बनाए, त्यति बेला चाहिँ यो दलित जात नै चाहिँ छुवाछुत प्रथा त्यति बेला अन्त गरेका हुन् कि। त्यही राजाले छुट्यायो। तपाईँले होइन राजाप्रति तपाईँको राजाप्रति तपाईँहरू पूर्वग्रही हुनुहुन्छ। राजालाई शत्रु देख्नुहुन्छ। राजाले चाहिँ गरे भन्नुहुन्छ। एउटा राजाको ठाउँमा हजारौँ राजा भए, त्यहाँ अहिले पनि यो बालेन शाह पनि राजाभन्दा कम छैनन्, सुदन गुरुङ पनि राजाभन्दा कम छैनन्, यिनीहरू चाहिँ जङ्गबहादुर जस्ता कम छैनन्। होइन, जिन्दाबादले तपाईँको पेट भर्नुहोस्, यो उटपटाङ कुरा नगर्नुहोस्। अरू राम्रा कुरा गर्नुहोस्। यो खालि गाली गलोजमा मात्रै ल्याउनुहुन्छ। भन्दाखेरि गाली गलोजमा ल्याएर टुङ्गाउने भने यो अलि दर्शन, सिद्धान्त, नीति, कार्यक्रमका कुरा गर्नुहोस् न। त्यसमा अन्तिम क्वेसन है त। हिजो पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई रोड सो गर्दै एकदमै भव्यताका साथ स्वागत गरियो एयरपोर्टमा, र उनले आकर्षित भएर, प्रफुल्लित भएर के भने ज्ञानेन्द्रले त सकेन, यहाँ सक्छ कसैले भन्ने किसिमको घमण्डीपूर्ण, दम्भपूर्ण कुरा गरेका छन्। के उनको ज्ञानेन्द्रले नसके हो यो? होइन, उनले आफ्नो अभिव्यक्ति व्यक्त गरे, मैले के प्रतिक्रिया दिनु छ भन्नुहोस् त? उनले आफ्नो जे मन लाग्यो भने सक्यो कुरा, त्यसलाई मैले के टिप्पणी गर्नु छ? ज्ञानेन्द्रलाई मानेनन् उनले। होइन, मान्नु नमान्नु उनको कुरा हो। हामीले यो 7औं संविधान मान्दैनौँ, यो सरकार मान्दैनौँ, हामी हाम्रो व्यवस्था मान्छौँ, हामी भन्छौँ, हाम्रो आफ्नो कुरा हो। त्यो उनीहरूको कुरा हामीले किन भन्नु पर्यो? अहिले किन टिका टिप्पणी गर्नु पर्यो? प्रधानमन्त्री हो नि त उहाँ। भए पनि नभए पनि तपाईँको कुरा हो, तपाईँका मन्त्री हुन्, तपाईँले गर्नुहोस्। यसो छ, अहिले नेपालमा हाम्रो छाडा समाज छ, अनुशासन पनि छैन, नैतिकता पनि छैन, र चाहिँ एकअर्कामा मर्यादा पनि छैन, मर्यादाविहीन समाज छ अहिले। र हाम्रो चाहिँ व्यक्तिवादी प्रवृत्ति र परिश्रमकी सोच भन्ने शिक्षै त्यस्तो छ। त्यसकारण चाहिँ यसको सट्टामा हामी चाहिँ अहिले के त नैतिक शिक्षा लागू हुनुपर्छ, हामी अनुशासन हुनुपर्छ, हामी धार्मिक हुनुपर्छ। धर्ममा चाहिँ स्वर्ग नर्क पाप पुण्य हुन्छ। हामी सबै चाहिँ हामी जति पनि नेपाली छौँ, अनि चाहिँ जो अधर्मी विधर्मी पनि छन्, तिनीहरू पनि त्यहाँ स्वधर्ममा फर्कने र सबै वैदिक सनातन धर्मको जगडा गर्ने। र नेपालमा चाहिँ वैदिक वैज्ञानिक राम राज्य व्यवस्थादेखि अर्को विकल्प छैन, धार्मिक राज्य व्यवस्था चाहिन्छ। हामी अधर्मको हाबी छ, नेपाल इसाईकरण भएको छ र यसले धेरै समस्या सिर्जना गरेका छ। त्यसकारण चाहिँ यसको मुक्तिको लागि हामी सबै
सम्पूर्ण चाहिँ दाजुभाइ दिदीबहिनीहरूलाई पार्टीमा लागेकाहरू पार्टी पनि छोडिदिनुहोस्, पार्टीबाट केही हुनेवाला छैन र सबै चाहिँ अब यो दलविहीन राज्य व्यवस्था, धार्मिक व्यवस्था र यो सत्यमा राम राज्य भनेको सत्यमा आधारित, धर्ममा आधारित, न्यायमा आधारित, मौलिकतामा आधारित, पूर्वीय दर्शन वैदिक साम्यवादमा आधारित, भ्रष्टाचारको मुहानको रहेका मन्त्री र मन्त्रालय पनि नहुने, दलहरू पनि नहुने, तर सत्ता पक्ष र प्रतिपक्ष भने हुने वैदिक वैज्ञानिक राम राज्य व्यवस्थामा सबै लागौँ मात्रै देशको कल्याण हुन्छ, नत्र हुँदैन। अहिले सबै यो चाहिँ शिक्षै खराब छ, पश्चिमा शिक्षा छ। अहिलेको हाम्रो चाहिँ नैतिक वैदिक संस्कृत योग गुरुकुल आयुर्वेदिक र सिपमूलक शिक्षालाई अनिवार्य गरौँ। शिक्षा, स्वास्थ्य, रोजगार, आवास, ऊर्जा, न्याय र निर्वाचन पाउने समेतलाई चाहिँ मौलिक अधिकार कायम गरौँ। यसैमा हाम्रो कल्याण हुन्छ र यो 7औं संविधानको सम्मा 8औं संविधानको पक्षमा हामी जनमत सिर्जना गरौँ र चाहिँ हामी सबै नयाँ किसिममा नेपालको आमूल परिवर्तन अथवा नेपालको काया पलट गर्नमा हामी सबै सोच राखौँ, अगाडि बढौँ। हामीमा राष्ट्रियता बलियो बनाउनुपर्छ। आफैमा चाहिँ कोचिङ गरेर विदेशीको इसारामा हामी चाहिँ नाच्ने भाने यसो उसो गरेका छौँ। अहिले त्यो विदेशीको इसारा भन्दा पनि हामी नेपालीलाई माया गरौँ, नेपालीमा भाइचारा गरौँ, नेपालीमा अपनत्वपन कायम गरौँ र राष्ट्रियता बलियो बनाऊ। यसैमा हाम्रो कल्याण हुँदैछ भन्दैछ। यही भन्दै मैले मेरो कुरा राखेँ। जय श्री राम, जय नेपाल।